तपाई फोटो एडिटिङ सिक्न चाहनुहुन्छ तर तपाईलाई केही पनि आउँदैन भने तपाई यो भिडियो पुरा हेर्नुहोस्। यो एउटा भिडियो हेर्नु भने तपाई प्रोफेसनल फोटो एडिटिङ गर्न सक्नुहुन्छ। नर्मल फोटोलाई यस्तो 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 बनाउन सक्नुहुन्छ। दुई वा दुई भन्दा बढी फोटोलाई एउटै बनाउन सक्नुहुन्छ। ग्रुप फोटोलाई सिंगल फोटो बनाउन सक्नुहुन्छ। युट्युबको थम्बनेल पनि यसबाटै बनाउन सक्नुहुन्छ। यो चाहिँ हामी केबाट गर्ने छौं? न्यानो बनाउनबाट। यस्तै भिडियोको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। लाइक कमेन्ट शेयर पनि गर्न नभुल्नु होला है। सबैभन्दा पहिले तपाई गुगलमा जानु होला अनि सर्च गर्नु होला गुगल जिमिनाई। गुगल जिमिनाई तपाईले मोबाइलबाट चलाउँदै हुनुहुन्छ भने तपाई प्ले स्टोरमा गएर यो गुगल जिमिनाई एप डाउनलोड गर्नु होला अनि त्यसलाई लगइन गर्नु होला। लगइन गरेपछि सेम तपाईले यस्तै देख्न सक्नुहुन्छ। जस्तै अब तपाईले ट्राई इमेज एडिटिङ भनेर यहाँ देख्न सक्नुहुन्छ। तपाईले पहिले गर्नु भएको छ भने तपाईको यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर यसरी देख्न सक्नुहुन्छ। वा अब तपाईले फोटो एडिट गर्नु पर्यो त्यसलाई अब प्लस आइकनबाट हाल्न सक्नुहुन्छ। जस्तै अब मलाई यो फोटो चाहिँ एडिट गर्नु पर्यो वा केही चेन्ज गर्नु पर्यो भने चाहिँ हामीले यो फोटो हाल्ने है त। यो फोटोमा चाहिँ नर्मल ड्रेस लाग्छ। अब यसलाई चाहिँ मैले लग्जरियस कोट प्यान्ट लाको बनाउनु पर्यो। अब त्यसको लागि के गर्ने त? मैले चाहिँ अब के गर्ने भने चेन्ज द ड्रेस इन्टु द लग्जरियस कोट प्यान्ट। अब के चाहिएको छ त्यो अनुसार चाहिँ मैले टाइप गरी अनि सबमिट गरिदिए है त। सबमिट गरेपछि अब जस्ट अ सेकेन्ड भनेछ। अब केही सेकेन्डमा चाहिँ हाम्रो फोटो बनाएर आउँछ है त। फोटो पनि बनेर आइसक्यो है। हाम्रो फोटो पनि बनेर आइसक्यो। पहिला हाम्रो के थियो? सिम्पल बेस लगाएको थियो भने अहिले चाहिँ हाम्रो के भयो? कोट प्यान्ट। अब यसमा सनग्लासेस पनि लगाएको छ है। अब हामीलाई फेरि यही फोटोमा एडिट गर्नु पर्यो। अब के गर्नु पर्यो? हाम्रो ब्याकग्राउन्ड चाहिँ चेन्ज गर्नु पर्यो। त्यसको सबैभन्दा पहिला हामीलाई कपी गरौँ। कपी इमेज गरौँ। किन हामीलाई यही फोटोमा चाहिँ चेन्ज गर्नु छ। अब यसलाई यहाँ लगेर पेस्ट गरौँ है त। यहाँ लगेर पेस्ट गरौँ। पेस्ट भयो है। पेस्ट भएपछि अब हामीले के गर्ने? चेन्ज द ब्याकग्राउन्ड इन फ्रन्ट अफ ब्रुस खलिफा। अब हामीलाई कस्तो चाहियो त्यो अनुसार चाहिँ हामीले यहाँ लेख्न सक्छौँ है। ब्याकग्राउन्ड कस्तो चाहिएको छ? अब ब्याकग्राउन्ड रिमुभ गर्ने हो कि के गर्ने त्यो अनुसार चाहिँ हजुरहरूले यहाँ लेख्नु होला। अनि मैले सबमिट गरेँ। सबमिट गरे फेरि जस्ट अ सेकेन्ड भने हेर्नु फोटो पनि बनेर आइसक्यो। अब हाम्रो यो फोटो कहाँ आयो? ब्रुस खलिफाको अगाडि आयो र हाम्रो के फोटो आयो? ब्रुस खलिफाको अगाडि। अब फेरि हामीले यो फोटोमा अझै चेन्ज गर्न मन लाग्यो। के चेन्ज गर्नु पर्यो? अब मैले चाहिँ फोटो एउटा लायनसँग चाहिँ एउटा फोटो खिचेको छु त्यस्तो बनाउनु पर्यो। फेरि हामीले के गर्नु पर्यो? सबभन्दा अगाडि पहिला कपी इमेज गर्यो। अब यही इमेजलाई चाहिँ हामीले एडिट गर्ने। त्यही भएर कन्ट्रोल भी गर्ने। यहाँबाट अब मैले पेस्ट गरेँ। यो फोटो चाहिँ यहाँ पेस्ट गरेँ। पेस्ट गरेपछि चाहिँ मैले के राखेँ? पुट द लायन अन राइट साइड अफ द म्यान। अब हाम्रो यो मान्छेको राइट साइडमा चाहिँ एउटा लायन हुनु पर्यो भनेर राखेँ। लायन पनि आयो। अब यो मान्छेको राइट साइडमा चाहिँ हाम्रो लायन पनि आइसक्यो। अब आएपछि अझै अब यसलाई चेन्ज गर्नु पर्यो। जस्तै अब यसलाई फेरि के गर्नु पर्यो? कपी इमेज गर्नु पर्यो। कपी इमेज किन गरे? यही फोटोमा चाहिँ हामीले चेन्ज गर्नु पर्यो। त्यही भएर अब कन्ट्रोल भी गरौँ। कन्ट्रोल भी गरेपछि अब हामीले अब के चेन्ज गर्नु छ? अब क्यामेरा डिरेक्सन चाहिँ चेन्ज गर्नु छ। अब हामीले कहिलेकाहीँ राइट साइडबाट फोकस गर्न सक्छौँ, लेफ्ट साइडबाट फोकस गर्न सक्छौँ। अब मैले चाहिँ अब यसको क्यामेरा डिरेक्सन चेन्ज गरेँ है त। अब के लेख्ने भने गिभ मी अ वाइड एंगल सुट भनेर राखेँ। अब यसमा चाहिँ हामीलाई के चाहियो? वाइड एंगल सुट चाहियो। अब जस्तो सेकेन्ड भनेको छ हेर्नु भयो। अब अघि नै हाम्रो चाहिँ यस्तो थियो भने अब चाहिँ के भयो? यो फोटो चाहिँ वाइड बनाइदियो। हेर्नु यसरी चाहिँ फराकिलो देखियो। वरिपरिको चिजहरू चाहिँ हामीले देख्यो। जस्तै अब हाम्रो ब्रुस खलिफा पनि सबै देखियो। यसरी चाहिँ हामीले वाइड बनायो। हामीले यसरी क्यामेराको एंगल पनि चेन्ज गर्न सक्छौँ। अब मलाई के गर्नु छ भने अब तीनटा फोटोलाई चाहिँ मलाई एउटै बनाउनु छ। सपोज अब त्यसको लागि चाहिँ म यहाँ प्लस गरेँ है त। प्लस गरेपछि अब मैले के गरेँ? जस्तै मलाई यो एउटा चाहिएको छ। जुन चाहियो त्यसलाई चाहिँ सेलेक्ट गरेँ। जस्तै मलाई चेयर चाहिएको छ अनि टेबल चाहिएको छ। यो तीनटा सेलेक्ट गरेँ। अनि मैले यहाँ के राखेँ? अब मैले यहाँ के राखेँ? ब्लेन्ड दिस फोटो एन्ड मेक द बोय सिटिङ अन द चेयर। अब मलाई यो तीनटा फोटो चाहिँ एउटै बनाएँ अनि केटा चाहिँ यो चेयरमा बसेको चाहियो। अब यसरी चाहिँ मैले क्लिक गरेँ। जस्ट सेकेन्ड भनेको छ। अब केही सेकेन्डमा चाहिँ मेरो फोटो फेरि बनेर आउँछ। अब कस्तो बनाउँछ हेर्नुपर्छ है त। हेर्नु त बनिसक्यो। अब के गर्यो? चेयरमा बसेको बनायो। टेबल पनि यहाँ देखायो है त। अब त्यसपछि अब फेरि मलाई यही फोटोमा के गर्नु पर्यो त? यही फोटो इमेज कपी गर्नु पर्यो। अब मलाई यसमा चेन्ज गर्नु छ। अब के गर्नु पर्यो भने यो फोटो चाहिँ मैले यहाँ पेस्ट गरेँ।
त्यसरी अब मलाई यो चेयर छ नि यसमा चाहिँ यो चेयर राम्रो लागेन मलाई अर्को चेयर राख्नु पर्यो त्यसको लागि मैले यहाँ फोटो यहाँ मेरो फोटो छ जस्तै मलाई यो चेयर चाहिँ राख्नु पर्यो यसलाई ओपन गर्दै अब दुईटा फोटो चाहिँ यहाँ आयो दुईटा फोटो आयो अब के राख्दिए भने चेन्ज द फर्स्ट फोटो इन्टु द सेकेन्ड फोटो चेयर भनेर राख्दिए है त हेर्नु त फोटो बनेर आइसक्यो ल चेयर पनि चेन्ज भइसक्यो जस्तै हाम्रो पहिला कुन चेयर थियो यो चेयरमा थियो भने अहिले अब हाम्रो यो चेयरमा आइसक्यो त्यसपछि अब फेरि हामीलाई के गर्न पर्यो त भने अब मलाई फेरि अघिनको केटाको फोटो अपलोड गर्नु पर्यो जस्तै मलाई यो फोटो अपलोड गर्नु पर्यो मैले फेरि अपडेट गरेँ है त यसमा चाहिँ के गर्नु पर्यो यो भेसमा चाहिँ मैले लोगो हाल्नु पर्यो कुनै पनि कम्पनीको वा कुनै पनि ब्रान्डको लोगो हाल्नु पर्यो कसरी हाल्ने त मैले चाहिँ के गर्ने पुट द गुगल लोगो अन द टी सर्ट अब मैले के गर्ने गुगलको लोगो चाहिँ यो टी सर्टमा लागोस् भनेर मैले हालेँ हेर्नु त यो फोटोमा कुनै लोगो छ त छैन नि है भेसमा हाम्रो गुगलको लोगो आइसक्यो हेर्नु है त गुगलको लोगो नै आइसक्यो अब त्यसपछि हाम्रो अब यो फोटोमा यो गुगलको नाम छ तर मलाई अर्कैको नाम हाल्नु पर्यो जस्तै मलाई चाहिँ अब मेरो कम्पनीको नाम हाल्नु पर्यो त्यसलाई कसरी चेन्ज गर्ने त जस्तै मलाई चाहिँ अब चेन्ज द गुगल लोगो इन्टु द टेक्निकल गुरु एन्ड चेला लोगो अब यो गुगलको लोगोलाई चाहिँ मैले आफ्नो यो कम्पनीको नाम राख्ने नि ल यसलाई सबमिट गरिदिए है हेर्नु है त बन्यो है त अब हाम्रो के रह्यो टेक्निकल गुरु एन्ड चेला भनेर यसरी आयो है त तपाईले कुनै पनि अनलाइनमा चाहिँ लुगा हेर्नु भएको थियो वा भेस हेर्नु भएको थियो सर्ट हेर्नु भएको थियो त्यो चाहिँ तपाईलाई मन पर्यो अब त्यो चाहिँ तपाईलाई सुहाउँछ कि सुहाउँदैन भनेर थाहा हुन चाहिँ के होइन जस्तै तपाईको पुरानो फोटो छ अब यसलाई चाहिँ कपी द इमेज अब यो फोटोलाई चाहिँ यहाँ पेस्ट गरिदिउँ है अब तपाईलाई कुन चाहिँ लुगा मन परेको थियो त्यो त्यसको चाहिँ फोटो जस्तै अब मैले दराजमा यो मन परेको थियो अब मैले यो चाहिँ क्लिक गरेँ अनि यहाँ स्क्रिनशट गरेर राखेँ है त अनि यसलाई फेरि ओपन गरेर यहाँ चाहिँ अपडेट गरिदिएँ अब अपडेट गरेपछि चाहिँ अब के गरेँ भने चेन्ज द फर्स्ट फोटो ड्रेस इन्टु द सेकेन्ड फोटो ड्रेस अब यो फर्स्ट फोटोलाई चाहिँ अब हाम्रो के गर्ने सेकेन्ड चाहिँमा गर्ने अब हेर्नु बनिसक्यो अब यो फोटो चाहिँ हाम्रो अब यो ड्रेसले चाहिँ हामीलाई सुहाउँछ सुहाउँदैन भनेर यसरी थाहा हुन्छ है अब त्यही ड्रेस चाहिँ यो लगाइसक्यो पहिला यो ड्रेस थियो भने अहिले यो ड्रेस लगाइसक्यो अब तपाईको फ्यामिलीको एकदम पुरानो फोटो छ जुन चाहिँ ब्ल्याक एन्ड व्हाइट कुनै पनि कलर छैन भने त्यो फोटोलाई चाहिँ कसरी चाहिँ कलरफुलमा चेन्ज गर्ने सबैभन्दा पहिला त्यो फोटो यहाँ राख्नु पर्यो जस्तै यो चाहिँ मेरो पुरानो फोटो सबभन्दा मैले चाहिँ के राख्दिएँ चेन्ज द ब्ल्याक एन्ड व्हाइट फोटो इन्टु द कलरफुल भनेर राखिदिएँ अब यहाँ जस्ट सेकेन्ड भन्ने हेर्नु त क्रिएट भयो जस्तै हाम्रो ब्ल्याक एन्ड व्हाइट फोटो थियो अब यो चाहिँ के भयो कलरफुल फोटोमा बनायो त्यसपछि हाम्रो कलरफुल फोटो बनाएपछि अब कुनै पनि ग्रुपमा फोटो तपाईले खिच्नु भएको थियो तर त्यसलाई सिंगल बनाउनु पर्यो अब तपाईको आफ्नो एउटा सिंगल फोटो बनाउनु पर्यो त्यसलाई के गर्ने अब जस्तै मेरो सपोज यहाँ ग्रुप फोटो छ जस्तै यहाँ मेरो ग्रुप फोटो छ ओपन गरे अब ओपन गरेपछि यो फोटोलाई चाहिँ अब यहाँ हेर्नु ग्रुप फोटो छ अब यसलाई चाहिँ सिंगल कसरी गर्ने त रिमुभ अल द पर्सन इन द फोटो एन्ड ओन्ली रिमेन द वेयरिङ अ ड्रेस ब्ल्याक ड्रेस जुन चाहिँ ब्ल्याक ड्रेस लाग्छ यो चाहिँ म हो भने नि त्यो मात्र चाहिँ मलाई चाहियो अब त्यसलाई सबमिट गर्थे मैले हेर्नु है क्रिएट गर्यो यहाँ ग्रुप फोटो थियो यहाँ चाहिँ सिंगल फोटो बन्यो तर चाहिँ के गरे ड्रेस चाहिँ मैले ब्ल्याक भनेको थिएँ त्यही भएर ब्ल्याक बनाइदियो क्या अलिकति ड्रेसको कलर चाहिँ चेन्ज गरिदियो है त्यसपछि अब हामीलाई फेरि यही फोटोलाई चाहिँ अब एड अ गर्ल राइट साइड इन द फोटो अब एउटा केटी चाहिँ फेरि एड गर्नु पर्यो के गर्ने एड गरिदिने ल फोटो क्रिएट भइसक्यो तपाईको अनुहारमा चाहिँ एकदम पिम्पलहरू छ त्यसलाई चाहिँ हटाउनु पर्यो त्यसको लागि सबैभन्दा पहिला अब यहाँ एड फाइल गर्नु पर्यो जस्तै अब मेरो अनुहारमा चाहिँ पिम्पलै पिम्पल छ जस्तै यस्तो पिम्पल भएको अनुहार छ भने चाहिँ अब यसलाई कसरी चाहिँ हटाउने त मैले चाहिँ के राख्दिएँ अब यसको डार्क सर्कल पनि छ पिम्पल पनि छ रिमुभ अल द पिम्पल एन्ड डार्क सर्कल अफ द आई भनेर मैले यसरी सबमिट गरिदिएँ अब फोटो बनिसक्यो हाम्रो पिम्पल भएको फोटो चाहिँ के हो पिम्पल सबै हटाइसक्यो यहाँ पिम्पल थियो डार्क सर्कल थियो अब यहाँ चाहिँ पिम्पल भएको फोटो चाहिँ हटाइसक्यो त्यसरी नै अब तपाईले कुनै पनि आफ्नो प्रोडक्टको चाहिँ अब फोटो बनाउनु पर्यो फेसमा राख्नलाई इन्स्टामा राख्नलाई त्यसलाई कसरी राख्ने त जस्तै अब प्लस अब यहाँबाट चाहिँ हामीले एड गर्नु पर्यो जस्तै अब यो चाहिँ हाम्रो इन्फ्लुएन्सर भयो
उहाँले चाहिँ हाम्रो के हो प्रोडक्टको विज्ञापन गर्नुहुन्छ वा आफ्नो फोटो राख्नुभयो अनि यो प्रोडक्ट हेर्नु हाम्रो फोटो क्रिएट भयो उहाँले चाहिँ हाम्रो भेजको फोटो क्रिएट भेज समातेको फोटो क्रिएट भयो अब जस्तै हाम्रो कुनै पनि हिरोइनको बाट पनि हामीले यसरी क्रिएट गर्न सक्छ हिरोइनको फोटो राखेर अनि हाम्रो प्रोडक्टको फोटो राखेर चाहिँ हामीले आफै क्रिएट गर्न सक्छ वा हिरोको फोटो राखेर यसरी आफैले चाहिँ क्रिएट गर्न सक्छौं अनि हामीले के गर्न सक्छौं पोस्ट पनि गर्न सक्छौं इन्स्टामा फेसबुकमा अब जस्तै यो अब कुनै पनि फोटोलाई चाहिँ हामीले केमा चेन्ज गर्न पर्यो एनिमीमा अब कसरी गर्ने त भन्यो अब हाम्रो नर्मल फोटोलाई चाहिँ केमा चेन्ज गर्यो हामीले एनिमीमा चेन्ज गरिसक्यौं हेर्नु है त अब नर्मल फोटोलाई चाहिँ हामीले केमा चेन्ज गर्यौं एनिमीमा चेन्ज गरिसक्यौं